पहिला पहिला म यहाँ चैत लाग्नासाथ मकै छर्थेँ है, अनिखेर पोलेर खान्थेँ असार लगाएपछि। अब अहिले त बाँदरको बिगबिगी छ, बाटा छेउ छ, मकै लाउनै मिल्दैन। ला कि बाँदर आएर खाइहाल्छ, अनि लाइन। यो त एउटा नाभो उम्रिया हो। अब पहिलाका पुराना पार्टीका समानुपातिक सांसदहरू चाहिँ यी आफन्त भर्ती गर्ने केन्द्र हो, हामी नयाँ आएपछि चाहिँ यसो गर्दैन भन्थे। अब त्यही समानुपातिकमा चाहिँ आएका सांसदहरूले चाहिँ फेरि बाँदरको संरक्षण गर्नुपर्छ भनेर भाषण गरेर हिँड्छन्। यी समानुपातिक सांसदहरूको आफ्नो खासै क्षेत्र हुँदैन, अनि जहाँ आफूलाई महसुस सजिलो हुन्छ त्यहाँ गएर भाषण गर्ने मात्रै हो। अब साँच्चै नै बाँदर आतङ्कित क्षेत्रमा गएर चाहिँ तिमीहरूले त्यसरी भाषण गर्यो भने तिमीहरूलाई नै भोट हाल्ने जनताले तिमीहरूले कुटेर लहर्छन्। किनकि अब जनता त एमाले, काङ्ग्रेस, माओवादी, राप्रपा, रासपा भन्नेको हुँदैन, साझा हुन्छ किसान भनेको। अनि सबैको साझा समस्या भएको हुनाले तिमीहरूलाई नै भोट हाल्ने छ नि, घन्टीमै भोट हाल्ने किसानहरूले पनि तिमीहरूको खुट्टा भाँचेर बस्छन्। त्यही क्षेत्रमा गएर चाहिँ बाँदरको संरक्षण गर्नुपर्छ, बाँदरको अधिकार चाहिन्छ भनेर भाषण गर्यो भने तिमीहरूलाई त्यहीँ गएर गोज्छन्। किनभने किसान कसैको पनि पार्टीको छैन कि, साझा छ। तिमीहरूले जबरजस्ती फुटाएको मात्र हो फलाना ढिस्काना पार्टी भनेर। तर समग्र रूपमा किसान जहाँ गए पनि एउटै पेसाको एउटै वर्गको मान्छे भएको हुनाले तिमीहरूले यो कुरा गरेर सुहाउँदैन। तिमीहरूको आफ्नो निश्चित क्षेत्र नभएको हुनाले मात्रै ठाउँ ठाउँ गएर फलाकेका हौ है। एनजिओको लैलैमा लागेर समानुपातिक सांसद भए पनि एनजिओको लैलैमा लाग्ने पनि छौ क्या, नरिसौ है। त्यस कारणले समग्र किसानको हितको बारेमा बोल, एनजिओको पछि लाएर नबोल क्या।